नमस्कार सबैजनालाई। यतिखेर चाहिँ हामी यहाँ माछा मार्ने ठाउँमा आइरहेको छौँ। यता थोरै माछा मारौँ कि भनेको होइन। यता जालमा कति आउँदो रहेछ त एकचोटि हानेको हामी तपाईँहरूलाई देखाउँदैछौँ। हेरेर मजा लिनु होला सबैजनाले है। हाम्रो यता कति आउँदो रहेछ त है। हामी एकचोटि यहाँ ट्राई गर्दैछौँ। हाम्रो बाबुले यहाँ जाल हान्दै हुनुहुन्छ है। एकचोटिको माछा चाहिँ कति आउँदो रहेछ हेरौँ। यतिखेर जाल फाल्ने कार्यक्रम भइरहेछ हाम्रो है। यसमा चाहिँ कति माछा आउँछ भन्ने कुराहरू हो कि। जाल त पुरै अड्याएको जस्तो छ। हेरौँ माछा चाहिँ कति पर्दो रहेछ। छ टोलीहरू। कवल यता आऊ न तिमी। हाम्रो कमल सर पनि एकदम वरिष्ठ हुनुहुन्छ क्या आजभोलि माछाको लागि। ल हेरौँ गाइजहरू, एकचोटिको माछा चाहिँ यति आउँदो रहेछ यहाँ है। कम्तीमा पनि 5 केजी जति माछा छ यसमा। यहाँ ठुल्ठुलो रहेछ माछाहरू। खाने बेला चाहिँ यता सम्पर्क गर्नु होला है। सेकेन्ड चोटिको अवस्थामा चाहिँ कतिको आउँछ हेरौँ। सेकेन्ड चोटिको अवस्थामा माछाहरू धेरै छ। माछाहरू धेरै छ। सबैजना आउँ है माछा खानलाई। आज बिन्दास पाराले खानुपर्छ।